भन्नु न त कहाँ आएको भन्ने सोध्ने पर्छ तिमीले सोध्ने हो कुन ठाउँ रे दाइ यो पृथ्वीनारायण शाह होइन र पृथ्वीनारायण शाह होइन के हो यो हाम्रो अर्को नयाँ यता हेर्नु यता हेर्नु साउदी अरब यो चाहिँ साउदी अरब हो गाई चोरो हाम्रो साला नेताहरूले नि ठगेर केही गर्नै सकेको छैन सबै पैसा पेटमा हालेछ जाँडाहरूले हेर्नु त साउदी अरबमा यस्तो यस्तो ठाउँमा पनि यस्तो यस्तो हरियाली बनाइसकेको छन् ए होइन अनि नेता भनेको यस्तो हुनुपर्छ त्यो चट्टानले पुरा पहाड माथि के भन्छ अरे यो पूर्वको सोलुखुम्बुको पहाडले परेर यस्तो बनाइसकेको हाम्रो साला नेपालमा नाक ढुङ्गा सुरु मार्ग पनि अझै पनि खोल्न सकेको छैनन् जाँडाहरूले यहाँ पनि यस्तो बनाइसकेको छ के गर्नु के भन्नु है साउदी अरबमा घाममा दुःख देख्छन् के गर्नु त्यस्तै छ यस्तै छ है साउदी अरबको जिन्दगी अनि ड्युटी थिएन तपाईँको आज छुट्टीको दिनमा यसो घुमौँ कि भनेको घुम्नुलाई आएको पार्क छ भन्थे साथीहरूले पार्कमा यसो गएको दामी हो रहेछ वाउ तर के गर्नु मेरो ड्रेस भइदियो भयो नि तल त्यो खादल छ नि कहाँ तल त्यहाँनिर एउटा शिवजीको मन्दिर बनाउँथे यस्तो गरेपछि ठुलो हो नि त मिनी भनेको यस्तो हुन्छ यहाँनिर शिवजीको मन्दिर हुन्थ्यो यहाँ खाल्टोमा बाटोमा ए त्यहाँ हुन्थ्यो पर्यटकहरूले यस्तो घुम्ने हुन्थ्यो के हाम्रोले यस्तो बनाउनु पर्ने हेर नेता हेर यता केही कुरा सिक साउदीको नेताबाट विदेशीको कुट्टाहरू त्यो पैसा खाने जानेका जाँडाहरू यहाँ हामीले यस्तो बाटो यस्तो खतरा बनाइदिएछ नि ढुङ्गालाई निकालेर हेर्नु त चट्टान मान्छे हिँड्ने मात्रै हो गाडी हिँड्दैन चट्टानले बनाइदिएछ है हाम्रो नेपालको हाइवे रोड भन्दा कम त छैन यो त्योभन्दा दामी छ त्यो छोटो यताबाट यत्रो डेबल लाएर ट्रेनले उठाइ टक्क मिलाएका छन् केले गर्दा ट्रेनले क्रेन हो कि ट्रेन हो यार के हो है क्रेन हो कि क्रेन ट्रेन भनेको त रेल ट्रेनले उठाएर टक्क बनाएछन् बाटो जे भयो नि त्यसले नै भएन विदेशी भयो न मान्छे पर्यटकहरू हिँड्नु लागि बाटो हाम्रो नेपालको हाइवे रोड जस्तो छ ल हेर्नुहोस् हेर्नु त ल है अनि यता हाम्रो एकजना दाइ फेरि हाँस्दै हिँड्दै गर्नु भएको छ है एकजनाले चाहिँ भ्लग बनाउनु भएको छ अर्को एउटा चाहिँ हाँस्दै हिँडिरहेको छन् एउटाले व्याख्या गर्दै हिँडिरहेको छ उहाँ फेरि लास्टै लजालु मान्छे हाँस्दै हिँडेर लजालु मान्छे चिन्नुहुन्छ होला सायद भाइरल मान्छे हो नि फेरि भिडियो हेरेर के भन्छन् अरे भयो